यो गाइज ठाउँ हेरौँ न गाइज पुरा तुसारो परेर गाइज बिहानको 6 बजे महिन्दिरा मकै बारे दर्याम हरिया काङ्रा कर्याम गाइज ओके सो म चाहिँ आज यता मल फिच्न जानु लाग्छ नि बिल्छा बोकेर म पारि यता डाँडा लेकमा आएको छु टाउका भन्ने ठाउँमा मल फिच्न जानु छ बिहानको लगभग 6 बजे होला आज जोताइ छ क्या सिमी जोत्ने हो नि आज अनि यसो आइदिएको ठाउँ क्या दामी भइदिरहेको पुरा है हेर्दाखेरि पुरा जाडो महिना जस्तो देखिरहेको छ नि खतरा जाडो होला भने जस्तो जाडो त ठिकै छ बिहान हो जुम्ला त भइगयो अब त्यही पनि के अरे जेठको के अरे असारको महिना हो क्या असारको महिना यस्तो छ पुरा के देखिरहेको छैन आफ्नो अगाडि के छ भनेर बट क्या बढिया देखिरहेको छ एकदम हुन्छ नि सिनेम्याटिक फगहरू फिल्ममा करोडौँ नभनौँ हजारौँ खर्च गरेर यस्तो इफेक्टहरू के गर्छन् प्रड्युस गर्छन् हाम्रोमा इनबिल्ड हो क्या यहाँ मेड बाई गड हो क्या कपाल फेरि हावै छ क्या हिजो नआएको है यस्तो जाडोमा नआइदिने हो क्या फेरि आएको छौँ जाडो त खत्रै हुन्छ क्या तर अब कस्तो हुन्छ शरीरले नै त्यो जाडोलाई एडाप्ट गरिसकेको हुन्छ क्या अब म चाहिँ काठा जानु लाग्छु नि काठा चाहिँ तल छ क्या पुरा डाँडामा छ नि अब कौन बोला कोई तो बोला चलो हमको क्या है गाइस हमको देखना है मस्त व्यू कितना अच्छा व्यू उधर एक घर है दिख रहा है उधर एक घर है इधर हाँ देखो जरा दिखता है नहीं दिखता हाँ तो म के भन्नु थिएँ आज जोताइ छ सो इट्स गonna बी फन टुडे होइन मलाई पर्सनल्ली जोताइ हेर्न काफी मन लाग्छ क्या मतलब खेत जोताइ हेर्न बहुत मन लाग्छ ओए मल है ओहो मल चाहिँ यस्तो रहेछ है खासमा हुनुपर्ने गाईको मल हो यहाँ त बाख्राको रहेछ बाख्राको फिच्न चाहिँ बिल्छा जान्छ त्यही भएर म बिल्छा ल्याएर आएको म कहाँ जान्छु अब त्यो देखाउँछ है म फेरि खत्रै ठाउँ जान्छु क्या म जाने ठाउँ खतरा छ म जाने कहाँ हो भनेपछि यस्तो यो बाटोको नै योमा हिँड्ने हो पुरा यताबाट छ बाटो यो बाटो हो यसमा यसरी हिँड्ने हो तल भिडमा छन् नि देखिरहेको छ नि त्यहाँ गडाहरू छन् क्या त्यहाँ गएर मल फिच्ने हो यस्तोमा खुट्टा चिप्लेपछि जिन्दगी खत्तम भइगयो अहो रे तल रे तल्लो छ नि पाटाहरू त्यहाँ जाने यहाँ हेर न भिड क्या खतरा छ नि यो होइन खतरा भिड छ अब यहाँ चाहिँ अब भिडियो सिडियो नगराउँ होला फेरि डाइरेक्ट कपाल लामे रहेछ फेरि डाइरेक्ट एमआरआजसँग पुगेर यस्तो हिँड्नु परिरहेको छ है यस्तो हुन्छ यहाँ यस्तो चिप्लेर यहाँबाट तल खसेपछि मेरी आमैनी खत्तमै भयो बर्बादै भयो नि होइन यहाँबाट लडेपछि यस्तै हो